बिहान बिहान आफ्नै रुमको हालत देखेर दिमाग खराब भयो। यो रुम सफा गर्न मलाई कति टाइम लाग्यो होला त। सो हेलो एन्ड नमस्ते साथीहरु, वेलकम ब्याक टु माइ न्यू मिनी ब्लग। आज चाहिँ बिहान बिहान मैले चाहिँ भुटन पकाउनको लागि चाहिँ यसरी बोइल गर्न छाडेको छु। अनि मेरो छोरो चाहिँ बिहानै डुलेर आइसकेको छ। अनि दिदीभाइ मिलेर मस्त खेलिरहेको थियो। अनि मैले चाहिँ टमाटर प्याज काटेर रेडी गरे। अनि त्यसपछि भुटन पनि उमालिसकेपछि त्यसलाई चाहिँ काटकुट गरेर राखे। यता मम्मीले चाहिँ छोराछोरीलाई स्कुल लिएर जाँदै हुनुहुन्थ्यो। अनि भुटन केही छिन भुटेपछि त्यसमा प्याज राखे। त्यसपछि मर मसला टमाटर सबै राखेर चाहिँ सिटी लाउन छाडिदिए। अनि यता रुममा आएको आफ्नो रुमको हालत देखेर आफैलाई दिमाग खराब भयो। त्यसपछि मैले रुम सफा गर्न लागे। अनि केही छिन चाहिँ मस्त दायाँ बायाँ यताउता गरेपछि चट्ट लाएर 1.5 घण्टापछि चाहिँ मैले यति रुम सट्ट लाएर सफा गरेँ। अनि मलाई चाहिँ लास्टै गर्मी भइरहेको थियो। अनि म चाहिँ नुहाउनको लागि गएँ। अनि नुहाएर नि आइसकेपछि खत्रै ताले भोक लागिरहेको थियो। त्यसपछि म चाहिँ खाना खानलाई बसेँ। आज चाहिँ मैले खाना खाँदाखेरि लगभग 2 बजिसकेको थियो। अनि भोक पनि अति नै लागेको भएर मैले चाहिँ खाना यति मिठोसँग 1 थाल भात खाएँ। अलि बढी नै खाइन्थ्यो होला। अनि 1 थाल भन्दा त खाना नै रुचेन। अनि खाना खाइसकेपछि म चाहिँ एकछिन रेस्ट गरेँ। अनि यता नानीले चाहिँ आज खाजामा चाहिँ चाउचाउ साध्नु भएको रहेछ। अनि चाउचाउ साधेर लिएर आइसक्नु भएपछि मम्मीलाई पनि दिनुभयो। अनि मम्मीले पनि चाउचाउलाई चाहिँ मिठो मानी मानी खानुभयो। त्यसपछि हाम्रो पालो थियो। अनि मैले चाहिँ फर्स्ट बाइट लिएँ। अनि दामी पिरो अमिलो भएको टक्क थियो। अनि मैले पनि फर्स्ट बाइट लिएँ। अनि हामी सबैजना मिलेर चाहिँ आजको खाजामा साधेको चाउचाउ खायौँ।